हेलो गाइज, वेलकम टु न्यू ब्लग। आज 10 बजे उठेर खाना बनाउन लागे। अहिलेसम्म सुतेको छ यिनीहरू। अहिले प्रोर काटेर भिन्डी पनि काट्छु। काटेर आलुको सब्जी भिन्डीको सब्जी बनाउँछु। अब गाइज भिन्डी काटिरहेको अहिले। भिन्डीको पनि कटाइसक्यो, प्रोर पनि कटाइसक्यो, भात पनि बनिसकेको छ, सब्जी बन्दैछ। हेर्नु सब्जीको रङ कस्तो छ गाइज, रङ कस्तो छ। यिनीहरूलाई यत्तिकै काम छ। आज धेरै गर्मी पनि छ, धेरै गर्मी छ, हालत पनि खराब छ आज। यसले तिलौरी पनि छानिलियो, तिलौरी पनि छानिलियो। रुमको हालत हेर्नु कस्तो छ, रुमको हालत। सब्जी बनिसक्यो। अब हामी तिनटैजना खाना खान्छौँ, तीनैजना खाना। गर्मीबाट हेर्नु गाइज मलाई कति पसिना आएको छ। हेर्नु यसको हालत खराबै छ। अब हामीहरू गइरहेको छु सामान सिफ्ट गर्नुको लागि अर्को रुममा। यो हाम्रो घरपट्टिको डगी छ गाइज, यो हाम्रो घरपट्टिको डगी छ। यति राम्रो छ। डगीको नाम के राख्ने कमेन्ट गर्नु होला। रुममा सब्जी पनि थिएन त सब्जी लिन गइहाल्नु भयो। सब्जी यति महँग थियो, के लिने दिमाग समझ आइरहेको थिएन, समझैमा आइरहेको थिएन के लिने सब्जी। यो जनकपुरको फेमस बजार छ, पेठिया बजार छ गाइज। यो जनकपुरको फेमस बजार छ। भान्टा लिएर अब जाँदैछु रुमतिर गाइज। म यति मेहनत गर्छु गाइज, हजुरहरू सपोर्ट गर्नु होला। म यति मेहनत गर्छु। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। आजको लागि यतिकै। अब नेक्स्ट ब्लगमा भेट्छु गाइज। ल बाई बाई।